चाहिँ कलङ्कीबाट आउने यताबाट सुरु मार्गको सुरुमा यताबाट स्टार्टिङ पोइन्ट भयो। अनि यहाँबाट छिरेर चाहिँ माता तीर्थ हुँदै यताबाट लाग्छौँ। यो चाहिँ माता तीर्थ यताबाट तलबाट कलङ्कीपट्टिबाट गुरुधारापट्टिबाट आउने बाटो भयो। यो बाटो यताबाट मत्स्यगाउँपट्टि पुगिन्छ, यता थानकोटपट्टि पुगिन्छ। यहाँबाट सिधा गएपछि त्यहाँबाट सिधा चाहिँ यताबाट जाने सबभन्दा छोटो मार्ग। प्रतिनिधि सभाको पहिलो बैठकमा सुशीला कार्की नेतृत्वको तत्कालीन सरकारले जारी गरेका 3 अध्यादेश पेश गर्नेसहित सचिवालयले सम्भावित कार्यसूची प्रस्थान गरेको छ। सचिवालयका प्रवक्ता गिरीका अनुसार आज सर्वदलीय बैठकमा गरेका एजेन्डामाथि छलफल हुनेछ। सर्वदलीय बैठकले अधिवेशन सभाको पहिलो बैठक सञ्चालन, प्रारम्भिक एजेन्डा चयन तथा कार्यतालिका व्यवस्थापनका विषयमा सहमति जुटाउनेछ। साथै सभामुखको यात्रामा लाग्यो शोभायात्रा है शोभायात्रा जिमलाई भन्दैन हामीलाई देखा भाइ सञ्चालनका लागि 2012 सबै पछाडि हालेर सबै आउँछ। प्रतिनिधि सभा क्षेत्रीय सभापति, प्रदेश सभा सदस्य, प्रदेश सभा क्षेत्रीय सभापति र प्रतिनिधि सभाका प्रत्यक्ष तथा समानुपातिक दलका उम्मेद्वारहरूको उपस्थितिमा सम्बन्धित जिल्ला
Ito na pinado na.
यस्तो ठाउँ गाडी लिएर गएको छु मैले होइन अब गाडीको चक्का कतापट्टि पारौँ त भन्ने यो सुन्छन् केटाहरू यस्तो हुने गाडी बाटो त्यस्तो बाटै त्यस्तो है अब बिचबाट हाल्यो छेउमा बसिहाल्छ चाहिँ अलिकति सावधान हुनु र क्या एउटालाई उता के अरे ऊ लिएर आयो क्या ले है जग्गा हेर्न गएको ए मारुति गाडी नै थियो अर्को चाहिँ थियो नयाँ कुद्ने अब त्यहाँ त गएन यस्तै के फेरि होइन ठाउँसम्म गएन होला किन जानु गाडी त गयो मान्छे त मान्छे चाहिँ भाइ छेउछेउबाट नलैजाउँ छेउछेउबाट अलि भित्रपट्टिबाट लैजाउँ हेर बाटो खाली छ भन्छ क्या अब भित्रपट्टि माटो ऊबाट खाबाट है छेउपट्टि अलिसम्म मिलाएर लानु पऱ्यो नि त होइन अब यहाँ पनि त भित्र छ त बाटो होइन के भयो यार ब्रेकको कुरो हो भन्छ अन्त हो एउटा तातो कुद्दो
अब सिमन्टी त वहाँ तपाईँको ट्रान्डेड सेल्डिङ पुग्दाखेरि 40 किलोमा आउँथ्यो नि 55 किलो 55 किलो भरेर सिमेन्टी बर्खा त 55 किलो हुन्छ नि त चुहिएर अनि त्यसपछि 50 किलो हुने हो होइन उहाँ पुग्यो त 40 किलो हुन्छ अरे जग्गा मैले देख्थेँ त्यो बाटो चाहिँ थिएन यहाँबाट सिधै झर्ने बाटो छ क्या त्यो बाटो त 2-3 चोटि आएको छ मेरो यहाँ साथीहरू घर छ क्या तल आएर लोकल कुखुरा र रौसी बाटो नि त्यतिखेर त जति रौसी खानु नलाग्यो पैसा दिनुपर्ने होइन सबै तामाङहरू साथीहरू चखेल भने यही हो चखेल 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 गाउँ सबै कुरा त कहाँ मिल्छ अलिअलि छ है रोड रोड त मिल्छ हो यो घरमा बिहेमा आयो यो घरमा हो बिहेमा मेरो साथी घर हो रातभरि रतौली खेलेको आफूलाई त नगीत गाउन नि ननाच्न आउने त्यो दिन सुत्न पनि कताको यो थाहा नै छैन भोलिपल्ट उठ्दा पो त साथीको त्यो साथीको बहिनीको साथी घरमा गएर सुतेछ कति रौसी खायो कति खायो उसको यो घर भयो ससुराली यहाँ माथि फेरि ठ्याक्कै वल्लो पल्लो देखिदियो परे होला नि होइन मागेर गाडी कन्डिसन त्यति ठिक चाहिँ हुन्छ छैन कहिले त हो ब्रेक कम छ रे अनि स्टरिङ ऱ्याकर के अरे स्टरिङ ऱ्याकर भनेर टायर जस्तो छ है हेर्नुपर्छ टायर टायर मात्र हो स्टरिङ सिधै लाग्ने कि तल उता गाउँतिर जाने बाटो यहाँबाट उता पल्लो यो डाँडा कटेज फेरि अर्को एकजना साथीको घर छ यो डाँडा कटेर उता गएपछि चितलाङ हो चिल्लाङ उता थानकोटबाट जाँदा चाहिँ चितलाङ पुग्छ क्या बज्रबार है त्यहाँबाट दुईजना साथीको घर छ त्यहाँ चितलाङ पहिला अनि बज्रबार बज्रबार त्यो 12 वर्ष मेलामा गएको त्यहाँ पनि त्यो अनि पुरानो घर होइन ढोका होचो नि जाँड खाएर फिटा नि ढोकै नदेखेर माटो नि यहाँको जात्रा उसमा लाग्छ नि रेकर्ड भइरहेको छ युट्युबमा आउँछ के अरे यो
कालो भैरो छन् अगाडि सानो पशुपति छ नि त्यहाँ लाग्छ अपरेसन त तपाईँको यता बिहेको दिन चाहिँ गर्यो कि क्या हो है? नेपाली नोकरी हुन्छ मासु बिहेको दिन के भयो थाहा नै भएन। बिहेको दिन त दुला थाहा भन्न भोलिपल्ट उठ्दाखेरि अब आफू अन्तै थिएँ जिस्काउन चाहिँ पहिलेदेखि नै सिकेर चाहिँ जाऊ न अगाडि बाटो नचढे देख्दैन होइन। अब अलिकति पेन्टिङ म्याचिङ बङ्ग्राङ पछाएर हिँडेको तामाङ जस्तो मान्छेले फेरि म छान्नलाई युट्युबमा आउँछ भिडियो त अपलोड गरेर बाटोको त्यस्तो आउँदैन ब्लग बनाएको क्या मैले त्यस्तो आउँदैन नि भने क्या त्यसो आइहाल्यो खिचायो ड्राइभरको पछाडि बसेपछि पछाडि भन्नु ड्राइभरले छाड्यो हो थाहा भइसक्यो त अहिले यहाँ गर्दैछ अब अलिकति ग्राभेल छ अनि उता बाटो भेटिहाल्यो अब खड्कु बजार आउँछ यहाँ आएर चिया खाइयो भोलिपल्ट यहाँ पनि यहाँ ऊ छ क्या के भन्छ घट्टा जस्तो घट्टा पानी घट्टा उयो यताबाट आयो तपाईँहरू यताबाट आयो दसैँमा पानी परेर त्यसरी पहिले पुरा
जाने बडा आउने बाटो भयो उता काठमाडौँ जाने भइहाल्यो होइन यहाँ फर्बिङ हुँदै दक्षिणकाली हुँदै जाने बाटो यो भयो दक्षिणकाली फर्बिङ निस्किने हो त्यही हो एउटै हो कि कुरो होइन के टाढो भयो नि त दक्षिणकाली निस्किने अब यता गएपछि हेटौँडा भइहाल्यो होइन हामी यहाँसम्म 20 किलोमिटर आएन घरबाट बुझ्नुभयो अब यहाँ दायाँ लागेपछि हामी पुरानै बाटो भेट्यौँ त्यहाँ माथि पालोबाट आएको है यहाँ आउँदा 40-45 छ अहिले हामी 20 किलोमिटर हिँड्यौँ यहाँ ओह्रालोमा माटोले ब्रेक नलाएर अब उकालोमा उक्लिने गाडीले त पेलेर उक्लिन्छ होइन बाबाले जतिसक्दो साइड च्यापेर हिँड्नु पऱ्यो महालक्ष्मी खोला महालक्ष्मी खोला यहाँ आएर सेल खाएको है हामी यहीँ खाजा खाएर गएको त यति ठाउँमा चाहिँ बाटो अलिक सानो अब त सुमले पेल्ने हो कि लोसा होइन अब उकालो उक्लेर आयो भने चाहिँ के पेले भन्नु त्यसलाई ओह्रालो ओर्लिने गाडीले विचार पुऱ्याउनु पर्छ कि रमाइलो छ बाटो हिँड्न लागि गाडी लिएर अब त पुरै पछि बिता हो नि सब यतातिर पिछाइछि सम्झना आज
गाडीले अलिकति प्रब्लम दिन्छ होइन गाडीले होइन बुढाको गाडी लिएर आऊ ल गाडीमा सुन्ने गीतहरू हो तालको छ साउन्ड बढाउनु
हेलो के अरे सर म हेटौँडा जाँदैछु यार यहाँ कुल हेल्मेट भएर आज गाडीमा हो यहाँ घाँटी बसिरहेछ तपाईँलाई म कल गरौँला है कहाँ हो कहाँ गाडीमा कहिले पनि हो गाडीमा निदाउने काम राम्रो पनि होइन वात्तै लाएर यहाँबाट उताबाट गाडी राखेको थियो है ब्रेक नलागे फोन गर्नु नै च्याकेटी पातले त्यसलाई फोन भगटे बुढा त कहाँ हो भगटे पुग्नु स्याल बुढा हो मान्छेले भिडियो बनाइरहेको हो 3 घन्टा गयो यार कति जिबी हुन्छ काट्छ
छ